Hello and good morning, namaste सबैजनालाई. Good morning from Sikagara. So आज चाहिँ हामी चाहिँ सिकामा बसेको थियो. So अहिले चाहिँ बिहान भएको छ. So it's morning time भनौँ. अब चाहिँ ब्रस गरिन्छ र दामी बिहान आँखा खोल्न साथ चाहिँ यता माथि चाहिँ लाइक मुस्ताङतिरको हिमाल चाहिँ खोलिरहेको छ. I'll show you a दामी भ्यू. So from Sika अहिलेको भ्यू चाहिँ यस्तो छ टाइपको छ. मजाको हिमाल खोलिएको छ. So this is Sika. दामी छ भ्यू. काग कराइरहेको छ. सरर घाम लागेको छ. So it's morning time. र सिकामा morning time मा हेर्दै ब्रस गरे. फुट्न आउँछ. हक्क बिहान हिमाल हेर्दै ब्रस गर्दै बवा. बिहान उठेर यसरी हिमाल हेर्न पाउनु चाहिँ साह्रै आनन्द हुँदो रहेछ. So this was our room number 10. यस्तो तरिकाको छ टक्क सबैजनालाई. The best part यता चाहिँ क्या मजाको फुलहरु छ. Rose, red rose. अब यहाँ पनि छ. र यता पनि छ रोजको गुच्छा. क्या मजाको गुच्छाहरु. So अब चाहिँ we'll go up. एकछिन चाहिँ म माथि जान्छु. अनि गएपछि डोर चाहिँ माथि तान्दिउँ. अब माथि जान्छु एकछिन सरर. यहाँ पनि एउटा फुल रहेछ. White flower over here. मजाको रहेछ फ्लावर गुच्छा. के फुल भन्छ यसलाई? बिहान सर धौलागिरी गुर्जा धनकुस टुकुचे यता नीलगिरी टक्क हिमाल चाहिँ देखिएछ. सरर दामी हिमाल. So हाम्रो breakfast time भएको छ. So this is our breakfast. So Danny had your breakfast. It's fast. Yeah. Mixed fruit jam now? Yeah, that's mixed fruit. Mixed fruit. It doesn't even say what kind. It just says mixed fruit pipes. I think a mix from every kinds of fruits. All kinds of fruits. So I would say khazani bela. I'll bring some Snickers bars. Yeah. Duita puri त गाह्रो होला जस्तो लाग्दैन मलाई. अच्छा. Claro. That's good. Yeah. It's good. The jam is good, right? Yeah. It's good. So done with the breakfast. The middle थियो तर धेरै भयो खाना चाहिँ सकिएन. So it was good. भनौँ यो ट्रेकको चाहिँ सबसे दामी ब्रेकफास्ट चाहिँ आज त्यो दामी थियो. with तरकारी चना अचार साग. The best part is यो पुरी मजाको स्वीट थियो हैन तर खाना चाहिँ सकिएन अफसोस. So now we are packing our stuff and going. हैन म? हामी चाहिँ अब कहाँ जान्छौँ त है? Now we are going to तातोपानी तर यहाँ चाहिँ सिम्पली उसको नै अघि कुरा गरेको अलिकति खुट्टाहरु दुखिरहेको हुन्थ्यो. So let's say अब एउटा गाडी चाहिँ अलिकति तलसम्म छोडिदिन्छ भन्छ. So that will help us भनौँ न केही हिँड्न त परेन नि अलिकति खुट्टालाई कठिनाइ चाहिँ हुन्न. So एकछिन गाडीमा जाम तल त्यो पछि फेरि back to farm फेरि हिँडेर चाहिँ हामी चाहिँ तातोपानी अनि होटल खोज्छौँ त्यहाँनिर बस्छौँ. So see you in a while. So this is Sika. Sika गाउँ सानो रहेछ. म त्यति साह्रो ठुलो चाहिँ लान. ठिक छ यता माथि नै रहेछ. सायद यति मात्रै भाग देखेर होला यता र उताको. यो यसको उता पारीको चाहिँ देखेको छैन. तर राम्रो रहेछ. सबैजनाको निलो छत है. यहाँ हामी बसेको होटल. यो सिकाबाट चाहिँ हिँड्यो. सियो लजबाट चाहिँ. So सिकामा आएर बस्यो एकछिन हेऱ्यो. So bye bye Sika. See you next time. So we're moving to तातोपानी. अब एकछिन चाहिँ गाडी छ यहाँ. गाडीदेखि म कालीगण्डीको तिरमा लैन्छ. त्यहाँबाट हाफ एन आवर हुन्छ होला. हिँडेर गइन्छ हामी. त्यसपछि लेट्स तातोपानीतिर के कस्तो गरिन्छ. सायद आज मिल्यो भने आज राम्रो छ भने कुण्डमा आज डुबिन्छ. नत्र भोलि. तर प्लानिङ अनुसारले मेरो सोचाइ अनुसारले यसो गऱ्यो भने आज बेलुकै नै डुब्नुपर्छ कि भन्ने हो. So here's our jeep. अब चाहिँ हामी चाहिँ जान्छौँ. So see you Sika. Bye bye. See you in a while in तातोपानी.
Oh, we are off from Sikha. Bye-bye, Sikha. Next to Tatopani. Mama, कस्तो हुँदैछ? Daमी. Good. So Danny, how are you feeling? Good. So how's your feet? A little sore. Legs are a little sore. Oh, Yeah, but not too bad. Not too bad. it'll be alright when you go to the hot spring. Yes. I love it. So this is Gara. Gara गाउँ चाहिँ माथिबाट शिखा गारा भन्छ. सो यसलाई चाहिँ यो गाउँमा चाहिँ गारा भन्दो रहेछ. माथि शिखा. सो दिस इज गारा. यो पारीको गाउँ चाहिँ पाउदार गाउँ. पारी शिखा गारा, पारी चाहिँ पाउदार. सो हामी चाहिँ गारा गाउँको बिच हुँदै चाहिँ तल झर्दै छौँ. यहाँ पनि यस बस्तीहरु त राम्रो रहेछ है. यहाँ ठुलो गाउँ हो यो पहिला यस के रे शिखा गाविस भने हजुर. पारी वारी यति धेरै जनसङ्ख्या थियो पछि यसलाई चाहिँ दुईटा वडा बनायो एउटा गाविस त्यति धेरै भोरे बिहानदेखि लिएर तलसम्म एउटै गाविस दाइ. अहिले चाहिँ यहाँको फेरि पक्का दाइहरू चाहिँ दादा है त्यो चुनावमा त्यो सो हामी चाहिँ अहिले दुर्पिन डाँडामा छौँ. अब सर्टली थ्याङ्क यू धन्यवाद दाजुलाई यहाँसम्म छोडिदिनु भएको. र दुर्पिन डाँडाबाट चाहिँ अब चाहिँ हाम्रो यात्रा स्टार्ट भयो. अब हामी चाहिँ हिँड्दैछौँ दुर्पिन डाँडाबाट. So it was a pleasure. At least he dropped us still here. Yeah. So from here now we need to again start walking. That's also good. Like we get a chance to stretch our legs. Nice घाम लागेको छ. टन यता कन्स्ट्रक्सनको वर्कहरु नि रहेछ. सो मामाश्री अगाडि हिँड्दैछ. अब घामको बेला बिस्तारै बिस्तारै हिँड्दै झर्छौँ हामी. सो यहाँ पारी देख्नु भएको गाउँ चाहिँ हाम्रो चाहिँ महावीर पुलको गाउँ हो. यो यहाँ चाहिँ अब राष्ट्रिय आविष्कार केन्द्र चाहिँ चलाउनु भएको छ. उहाँ चाहिँ यो ठाउँबाट चाहिँ बिलोङ गर्नुहुन्थ्यो. सो हिँड्दैछौँ हामी. तल चाहिँ खोला छ. यो माथि चाहिँ चट्टान रहेछ. फोडेर ढुङ्गा निकाल्ने बाटोको लागि केको निकाल्ने काम चाहिँ भइरहेको छ. मामा चाहिँ गफ गर्दैछ. र हामी चाहिँ वहाँ डाँडा त्योभन्दा उता बेगबाट भोलि पानीदेखि बिस्तारै हुँदै हिँड्दै हिजो चाहिँ यत्रो जङ्गल काटेर माथि शिखमा आएर बस्यो. र आज चाहिँ शिखबाट चाहिँ सिम्पली एकछिन चाहिँ एकछिन दाइ हुनुहुन्थ्यो. यहाँ तलसम्म गाडीमा चाहिँ ल्याइदिनु भयो होइन दुर्पिन डाँडासँग. सो तल घारा छ यहाँ गाउँ. र अहिले हामी चाहिँ दुर्पिन डाँडामा छौँ. र यहाँदेखि चाहिँ नजरिया चाहिँ यस्तो छ. तलपट्टि चाहिँ खोला रहेछ. सायद तलपट्टि छ खोला. सल्लो साउन्ड चाहिँ सुनिएको छ. उस यता चाहिँ एउटा चाहिँ विद्यालय रहेछ. सायद माध्यमिक सानो विद्यालय होला. विथ बास्केटबल ग्राउन्ड. अनि अन्डर मेन्टेनेन्स पनि रहेछ. अझै बनाउँदै रहेछ. दामी छ. स्कुल सानो छ. र राम्रो कुरा के रहेछ नि त्यस एटलिस्ट गाउँघरमा आएर पनि भलिबल ग्राउन्ड बास्केटबल ग्राउन्ड चाहिँ रहेछ. एटलिस्ट बास्केटबल खेल्नु ग्राउन्ड हुनु भनेको एकदम राम्रो कुरा हो. गाउँघरमा आएर एटलिस्ट बालबच्चाहरूले एउटा स्पोर्ट्समा त कन्सन्ट्रेट हुन सक्छ नि होइन. एक्स्ट्रा करिकुलर एक्टिभिटीमा चाहिँ एउटा स्पोर्ट्समा चाहिँ प्रायोरिटी दिइरहेको छ एटलिस्ट अहिलेको स्कुलहरू. So you like the dogs in Nepal? Oh, I love the dogs. Yeah. I love the Hello. dog. She's a good girl. Yeah, she's very sweet. She's checking things out. Yeah, she's giving pets. She's a very sweet girl. She's a very sweet girl. She's a sweet dog. She's a good girl. दुर्पिन डाँडा. सो दुर्पिन डाँडा कटेर चाहिँ हिँड्यो हामी. अब तलतिर ओह्रालै छ बाटोमा. घाम लागेको छ तर पनि ठिकै छ. इट्स गुड. एटलिस्ट घाम लागेर चाहिँ एटलिस्ट हिमालहरू चाहिँ देख्न पाइयो टक्क. अलि बिहान उठेको भए सनराइज पनि देखिन्थ्यो. तर थाकेको कारणले त्यति बिहान चाहिँ उठ्न सकिएन. गड ब्लेस. क्या मजाको डाँडाहरू चाहिँ तर त्यति रुखहरू छैन. अब यतादेखि माथि मुस्ताङतिर यस्तै तरिकाको हुन्छ डाँडाहरू. तर यता भेगमा चाहिँ रुखहरू छ. उताको भेगमा चाहिँ छैन त्यति. हिँड्ने क्रम जारी छ. चट्टान यताको फोरेस्ट छ. सो
घोरे पानीसँग चाहिँ यस्तो बुलेरोहरू चाहिँ जान्छ लाइक बेनीतिरबाट आउँदाखेरि बुलेरोहरू स्कर्पियोहरूमा तपाईँहरू आउनु सक्नुहुन्छ र हिजोको भ्लगमा मैले तपाईँलाई देखाएँ पहिला चाहिँ पोखरदेवमा पनि थियो घोरे पानीको बस तर अहिले चाहिँ लाइक छैन त्यो पुलले गर्दा I think she will go with us. Now she will be our friend. Yeah, she will be our guide. She will be in the front and we'll just follow her. Right? That will be cool. Oh, be careful. Walk slowly. Nandai palteko. Chiplo छ बाटो. मा सोध्नु त कुन बाटो भनेर? Hello doggy. Which way? You eat it raw, do you put it in food, you put on yogurt or? No, I like Yogurt, yeah. with yogurt and like we like broke it down and we just ate it. Just eating. Yeah. Anma? You Tree ever of put it in walnut. bread? Like cake? No. Oh, it's good. The walnuts in cake, yeah, or bread. It's good. Like making the fish? Not a paste, just like really small. Yeah, small Really chopping into small. Yeah, sometimes with the fruits. Yeah. And the nuts, and then you put Yeah, it in with the cake. fruits it's very good, yeah. Good. I've Yeah, tried put the that. fruit and nuts in the cake. Okay. Namaste. Namaste. So where are you going? Going to? Ni hao. Okay, have a good trip. Bye-bye. Yeah. सानो सानो ओखरको बुट छ तर एकदम मसिनो फलेछ न मामा है एकदम मसिनो के सो ओखरको वालनटको रुखहरू छ तर एकदम सानो सानो फलेको रहेछ अलिकति ठुलो हुनुभयो त टिपेर यसलाई देखाइदिनु हुन्थ्यो तर साह्रै काँचो छ यो सानो सानो छ ठिक छ दामी छ यहाँ रुख यहाँ चाहिँ अगाडि एउटा कुकुर छ मलाई चाहिँ ठ्याक्क बाटो देखाए जसरी अगाडि हिँडिरहेको छ as in he's the guide and we are the tourists. La, Poppy la. गाडी आउँदैछ खाली गाडी सर लगाएर ठिक छ सो हामी चाहिँ अहिले हल्ले खर्क भन्ने ठाउँमा आइपुगेको छौँ सर्टली सानो गाउँ छ यता चाहिँ यहाँ चाहिँ एउटा ट्रक अड्किरहेको छ बिचरा कस्तो मजाले आफूले चलाएको छ अनि आफूलाई थाहा छ उक्लिन भनेर सो ड्राइभर आफै झरेर चाहिँ मेन्टेन गरिरहेको छ हल्ले खर्क भन्ने ठाउँमा आएका छौँ सो तल काली गण्डकी छ मुस्ताङ जाने बाटो छ सो हामी चाहिँ यो बाटो हुँदै चाहिँ तल झर्छौँ जति कति टाइम लाउँछ जस्तै तर आज चाहिँ घामले चाहिँ साथ दिएछ दामी छ तर अलिकति घामले चाहिँ गर्मी चाहिँ भइरहेको छ तर नो वरिज एटलिस्ट हेर्न कस्तो मजाको हिमाल देखिरहेछ हिजो पुनिलबाट देख्न पाइएन तर एटलिस्ट शिखबाट यता तल तातो पानी आउँदा र वर्थ इट भयो माथि शिखदेखि पनि धवलागिरी यता 3-4 हिमालहरू देखियो यताबाट पनि देखिएछ अबलाई चोप तातो पानीमा गएर दामी त्यो कुण्ड चाहिँ अलिकति सफा होस् सो द्याट त्यहाँ गएर चाहिँ हामी चाहिँ डुब्न चाहिँ पाउँ र यता चाहिँ पुरानो घर रहेछ पुरानो टाइपको मजाको ठ्याक्क के अरे गेट पनि सुकेको उसले बनाएको फुल छ यहाँ र यता चाहिँ धेरै जस्तो चाहिँ ठ्याक्क सुन्तला मैले चाहिँ यता चाहिँ सुन्तला बारीहरू चाहिँ देखेँ सुन्तलाको बोटहरू राम्रो छ अगाडि यहाँ बेलाउतीको रुख रहेछ कता हो देखेको थिएँ रुख टमाटर पनि देखेको थिएँ अघि माथिबाट देखेको थिएँ अहिले यताबाट ए राइट नरहेछ तर मजाको ठाउँ तर यो ठाउँको माटो चाहिँ अलिकति राम्रो चाहिँ नरहेछ सब ढुङ्गा माटो पालुवा जस्तो रहेछ के गरोस् माथि चाहिँ राम्रो राम्रो थियो यहाँ माथिहरू चाहिँ रुख टमाटर तर सुकिसकेको रहेछ अलिकति कस्तो टाइपको यहाँको माटो चाहिँ कालो कालो सायद त्यति खेती युग नहुने हो कि ढुङ्गै ढुङ्गा छ हौ तर पनि मकै रोपिरहेको छ सायद फल्छ होला यहाँ पनि अनि धेरै चाहिँ यो बोर्डरको अनि सुन्तलाहरू चाहिँ साइड साइडमा रोपेको चाहिँ देख्यो यस राम्रो अगाडि सुन्तला बारी सायद त्यो चुथो कि के लागेको होला त्यो निलो सुन्तला त्यो रुखको तल तल किरा नलाओस् भनेर यस ठिक दामी हो सुन्तला खेतीबाट नि एटलिस्ट केही न केही भनौँ पैसा त आउँछ बेचेर सो लोकल बेरिज ल मामा च्याप्पा खाइदेऊ देखाइदेऊ त या we can eat this No. so you want to try
Can I try it? Yeah, you can Oh, try is it. Is it bitter? Sour? Now you can try it. This one. Yeah. Oh, wow. That's so weird. You can try. Nothing will happen. Yeah. So how is the taste? It's good. It doesn't taste like much right now. Yeah. Like nothing, like water. Yeah. Like water. Yeah. Only water. But it's like strawberry. अनि हामीले त खाइरहेको हुन्छ तर यिनीहरूलाई पनि चखाउन कस्तो हुन्छ भनेर होइन नयाँ स्वाद जस रमाइलो हुन्छ यिनीहरूलाई चाहिँ नयाँ नयाँ कुराहरू खाँदा खाएर ठिकै छ केही पनि टेस्ट छैन वाटरमेलनको जस्तो अलिकति पानी जस्तो टेस्ट भनेछ ठिक छ सो हामी चाहिँ अब फेरि तल हिँड्दैछौँ ओ मा कता हो तल यो भिर्दै हिँड आमामा भिर रहेछ त मामा यार खै मामासीले सर्टकट हुन्छ भिरै भिरको बाटो लिएर जान्छ हेर्नुहोस् त आमामा डह्रो छ तल खोला छ यता भिड छ हामी चाहिँ माथिदेखि आएको हो देख्नु सक्नुहुन्छ यतादेखि उता त सिधै भिड छ खै सर्टकट भन्छ के अरे मामाले या चित्र says only 5 minutes so when you walk 20 minutes. 20 minutes Yeah. You think 20 minutes. when you walk and when you look at the watch it becomes 20 minutes I right think it's 20 minutes. yeah यो बाटो चाहिँ हिँड्छौँ हामी so we are almost there now Oh, it's the river. yeah it's the river so beside the river there's a pond hot spring so we can go over there and visit so पारि चाहिँ सानो सानो घरहरू छ मजाको हामी चाहिँ यता आधी बाटो मोटरको बाटो हिँड्दै हिँड्दै कतिपय चाहिँ खरकटीको बाटो हिँड्दै हिँड्दै चाहिँ नियरली आइसकेको छौँ अब यो बाटो चाहिँ अलिकति ढलानको बाटो छ अब तल कतिखेर पुग्छ होला चाहिँ बबाल देखेको छ यहाँ हिमाल यता मुस्ताङ जाने बाटो काली गण्डकी खोला यहाँ तल छ र मुस्ताङ जाने बाटो नै अहिले त धेरै राम्रो भएको छ पहिलाको भन्दा दामी छ हिमाल हेरेर बसिरहँ जस्तो क्या मजाको ठाउँ सर र हावा चलिरहेको छ दामी छ तल दुईवटा एउटा चाहिँ पुरानो झुलुङ्गे पुल रहेछ उतापट्टि नयाँ र उतापट्टि नै अर्को छ दामी छ तल खोला रहेछ खोलामा चाहिँ मान्छेहरू कपडा धुने सुकाउने टाइम कार्यक्रम गरिरहेको छ so I think that we shall move. I think Chitra has gone down so it's very fast you know I know, yeah. yeah Chitra has all that power. yeah he got Dalbat power and 24-hour full power he can move very fast Chitra is a superhero. yeah now चाहिँ हामीभन्दा चाँडो हिँड्छ yeah he's a superhero superman he walks very fast हिँड्दैछौँ हामी तल सो दिस इज धार खोलाको यता बजार छ त्यहाँबाट उता भनौँ न बेनी जाने बाटो छ सो हामी चाहिँ यताबाट चाहिँ तातोपानी जान्छौँ यताको बाटो झुलुङ्गे पुल हुँदै फेरि क्रस भएर मुस्ताङ जाने बाटोमा चाहिँ यसलाई चाहिँ अब भनौँ न त्यो झुलुङ्गे पुलको उस पनि एकछिन ट्राई गराइदिउँ न ट्रायल तर हाइटदेखि चाहिँ अलिकति डर लाग्छ भन्छ फोबिया छ भन्छ पन्छीको एकदम डर लाग्छ भन्छ तर लेट्स गिभ अ न्यू भनौँ न एडभेन्चर नेपालमा आएर झुलुङ्गे पुल पनि तरोस् न मजाले सो सर र हामी चाहिँ झुलुङ्गे पुल चाहिँ तर्दैछौँ आएका छौँ लेट्स यो डराउँछ कि डराउनु है मामै अब अघि त बन्जी सन्जी हाल्नु डर लाग्छ भन्छ हाइटबाट तर यतैबाट लिएर जाऊँ न यहाँ चाहिँ पुरानो ब्रिज यसरी भत्किएको छ सो हामी चाहिँ यो पुल चाहिँ तर्छौँ वेट ल म यो सँगसँगै जानु कि डराउँछ होइन ठिक छ यो पुलमा झुलुङ्गे पुल तर भएर तल नि अर्को पुल बनाउँदै रहेछ तर हेर्नु बिग्रिँदा कस्तो नराम्रो बिग्रिने है सायद पुरानो भएर पुरानो चाहिँ काठको थियो यो चाहिँ फलामहरू स्टिलहरू हालेको बनाएको छ कमन उता चाहिँ खोला छ आमामा यो खोलामा नुहाउनु दामी हुन्छ होला है चिसो पानी है walk slowly you will be fine बिस्तारै बिस्तारै हिँड्नु लिएर जाने धेरै पछि झुलुङ्गे पुलमा हिँड्यो भनौँ न वाउ क्या मजाको रह है दामी रह भनौँ होइन यस्तो नुहाउनु पाएर ओहो दामी हुन्छ यार उता यस्तोमा छ नि म भुर्बिङ खोलामा यस्तो तातो पानी भुर्बिङ खोलामा चाहिँ यस्तो छेउमा चाहिँ क्या मजा मजाको छ यस्तो सानो तर पहिला चाहिँ ठुलो थियो त्यो बाढी आएपछि चाहिँ हरायो
कतिपय त्यो कुण्डहरू चाहिँ मेटेर गयो तर 2-3टा कुण्डहरू चाहिँ छ तर पनि अब यताको तातोपानी चाहिँ आफूले चाहिँ पोखरी बनाएको छ र ठिक छ फुल बिस्तारै बिस्तारै बच्यो मजाले हल्लेको छ सायद Danny is getting scared or what? So are you having a fun? Danny? No, you will be alright. Yeah, it's almost done. No worries. You can do it. It's a bit shaky in the end, but no worries. It's steep right here. Yeah. Sure, you did it. Well, you did it too. Yeah. So there's a bakra palanहरु चाहिँ मज्जाले. So many goats, huh? Baby goats. Yeah, babies. A lot of babies. Yeah, baby goats are always prettier, you know. Oh, is it the cow? Yeah. It's a buffalo cow. Now that's one the small calf, and that's one. I think that's the mother one. One is baby one, Yeah. and the one's the big one. See the cows. बाख्राहरु हेरेर रमाइरहेको छ कुकुर बाख्राहरु चाहिँ यति मन पर्दो रहेछ she's having a good time र पाउदर गाउँ चाहिँ जाने बाटो चाहिँ यताबाट रहेछ सरेर हुँदै तर हामी चाहिँ we're going to तातोपानी we're going on this way right हामी चाहिँ यताबाट फेरि त्यो झुलिङ्गे पुल चाहिँ तरेर चाहिँ पारी बाटोबाट हुँदै तातोपानी जान्छौँ सो यो झुलिङ्गे पुल चाहिँ हामी चाहिँ तर्छौँ अब यता उकालो छ यो लेन चाहिँ त्यति उकालो हिँड्न सक्दैन एकछिन उकालो यो उकालो सक्छ हिँडाएर चाहिँ एकछिन 1 मिनटको रेस्ट गराएर चाहिँ झुलिङ्गे पुल तराइन्छ अघि यो पुल चाहिँ त्यति अल्को थिएन यो चाहिँ अलिकति अल्को छ यहाँ तल कालीगण्डकी यो तरिकाको छ यो चाहिँ तर्नुपर्छ हामी चाहिँ सरेर कुल एयर राइट कुइरो भयो सरेर चिसो हावा आइरहेको छ झुलिङ्गे पुलको मुखमा गएर चाहिँ यहाँ बस्नु भने छोरी लाइक चाहिँ आउँछ तर उकालो लास्टै गाह्रो हुने कि फेरि घोडाहरू चढी झरिराखेको उकालो एकछिन हिँडाएर हल्का थायहरूको मसल चाहिँ साह्रो भएर आउने मसल क्राम्प त्यही भएर हो तर ठिक छ अब यहाँ 1 मिनट रेस्ट गरौँ दामी भित्ता हल्को एकछिन रेस्ट गर्छौँ भने तर्छौँ हामी आउँदैछ यहाँ पुल पारी जान्छौँ हामी सो तातोपानी अलि उता हो हामी चाहिँ हिँड्दै जान्छौँ अनि भाइहरू झुलिङ्गे पुलबाट आउँदैछ फिसिङ रड लिएर है माछा मार्नु हो कुन माछा पर्छ यता असला हो ल ठिक छ हामीले पनि तालमा हान्ने हो तर रडमा हेर सही हुन्छ 3 काटे खेल्छु कि कुन एउटै के हाल्छौ नि उसमा सेफ्टी गिरा ठिक हो सेफ्टी गिरा हालेर पानी इन्डिकेटर हुन्छ नि यसमा छैन नहाल्नु हाल्नु ओके viral अब हैन Okay, I'll go first and come down. Yeah, can come. We can come slowly. तर दामी गर्मी भइरहेको थियो सर र कालीगण्डकीको यो पुल मुनि उता खोला पुल छ सर र झुलिङ्गे पुल तर्दै तर खासै मलाई यो हाइट फोबिया चाहिँ छैन होइन यो भन्न माथिदेखि हेर्दा आएर यो हाइटदेखि डर लाग्ने त छैन तर पछाडिको मान्छेहरूलाई पनि जहाँ हुन्छ आफूलाई डर छैन भन्दैमा त्यत्तिकै हिँड्नु नि भन्नु आजसँग सँगसँगै आज साथीभाइहरू पनि टेक केयर गर्नु पऱ्यो गाह्रो छ म चाहिँ कहिलेदेखि हाइट फोबिया उस नहुन्छ अब उसमा गएर बन्जी जम्प गऱ्यो त्यस डर त लाउँथ्यो तर बन्जी जम्प अनि यो जिप लाइनिङ गरिसकेपछि चाहिँ उसै नहुँदो रहेछ क्या त्यत्रो माथिदेखि नै हानिसक्यो है यो के नै हो र भने जस्तो कि मरिन्न भने जस्तो हो नि त्यो डर चाहिँ अलिकति नलाग्दो रहेछ त्यसमा हामी सर र हावा आएको खोला कालीगण्डकी खोला उता मुस्ताङ जाने बाटो उता भ्यू छ पछाडि त्यहाँनिर मामा चाहिँ आउँदैछ तातोपानीसँग जाँदाखेरि चाहिँ झुल चाहिँ खाइने भयो मजाले
चाहिँ चियो हो गर्मी छ पानी परेछ रोल चाहिँ टनाटन चाहिँ खाइन्छ सियो है अलिक उकालो रहेछ सो वी आर अन द वे बाटोबाट हिँड्दै चाहिँ जान्छौँ हामी सो फाइनली क्रस इट यप Tremendous. Oh mama, ow! Durga Prasad sir. Ow! 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 Okay. समय अगाडि चाहिँ माथि भन्न डाँडा काँडाको फ्रेस एयर खाएको थियो अनि यस्तै हुन्छ जब अलिकति सहरतिर आउँछ तल अब तल आइयो बाटोको धुलो गाडीको धुवा सबै कुराहरू यो द्याट्स वाइ सायद डाँडा काँडामा बस्ने मान्छेहरू चाहिँ मोर हेल्दी गर्छ त्यसो हराउँछ मुलको पानी सायद गराइम गुरुङ होइन माथि बसेको मान्छेहरू मुलको पानी खान्छ फ्रेस एयर खान्छ फ्रेस अर्ग्यानिक खाना खान्छ द्याट्स वाइ दे आर हेल्दियर देन अस अब हामी चाहिँ सहर झरियो बोइलर खाना खाइन्छ सबै प्याक फुड खाइन्छ जङ्क फुड खाइन्छ अर्ग्यानिक केही पनि हुन्न है त्यही भएर चाहिँ अलिकति लेस हेल्दी हुन्छ जस्तो लाग्छ मलाई तर डिफ्रेन्स यत्तिकै थाहा हुन्छ कि माथि आधी घन्टा अगाडि क्या मजाको फ्रेस एयर पाइरहेको थियो होइन अहिले चाहिँ हराएको थियो फ्रेस एयर सब धुलो र धुवा छ सो मुक्तिनाथ जाने बाटोमा हामी अन द वे टु तातोपानी अब सो अहिले चाहिँ यता मुस्ताङ जाने बाटोमा कोहीको चाहिँ यसरी पिच हुन लागिरहेको छ हाफ साइड चाहिँ अलिकति अलकत्राहरू हालेको छ अब यो माथि चाहिँ फेरि अलकत्रा हालेर मजाले रोलरले चाहिँ रोल गर्छ सो विच इज गुड थिङ त्यस बाटोहरू चाहिँ बन्दै छ मुस्ताङ जाने बाटोहरू बाटो बन्यो भने सबैजनालाई सहज हुन्छ पानी पर्ने टाइममा पनि सहज सबै कुराहरू सहज हुन्छ अनि विच गुड फर भनौँ न टुरिज्मको लागि पनि सो हामी चाहिँ अहिले तातोपानी आइपुगेका छौँ सो कुण्ड चाहिँ उता छ उतातिर डुब्ने ठाउँ चाहिँ माहौल चाहिँ यहाँ कता छ लेट्स सी द होटेल्स यहाँ चाहिँ स्कुल रहेछ एउटा हामी चाहिँ होटलतिर जाँदैछ भनौँ होटल खोज्छ तर त्यो कुण्डमा बसहरू रोक्दो रहेछ अहिले त मान्छेहरू टन्न भएर होला टनाटन घुम्ने मान्छे आइरहेको छ पछि आज कतिजना हुन्छ त्यहाँ सो तातोपानीको पुरानो तल चाहिँ रोड छ यता चाहिँ यस्तो छ यता चाहिँ फेरि बाख्रा पालन रहेछ सो यु क्यान सी द गोट्स चिकन अब त्यहाँ मजा आएको छ गर्मी छ गर्मी त्यसमा झन् बाटोको यो धुलोले गर्दा र अलिकति अब हिँड्न चाहिँ माथि नै हो जतिसुकै थाके नि थियो भने फ्रेस एन्ड चिसो एयर चाहिँ एटलिस्ट पाउँछ सो दिस इज तातोपानी बजार तलको ट्रेकिङ रुट हो यहाँ चाहिँ म कहिले नै आएको थिएन मजाको रहेछ यिनी ठाउँहरू सो फिलिङ टायर्ड नट रियली या इन्जोइङ द भ्यू हिँड्दैछ अब एउटा लजमा चाहिँ कडा खोज्नु पर्ने हुन्छ मान्छे चाहिँ छिरेको छ त्यहाँ है बच्चै मान्छेले के कस्तो गर्छ अगाडि छ मजाले ब्याम्बो फुल हाउस रहेछ यहाँ तातो पानी चाहिँ त्यहाँ छ बस्ने ठाउँ छ त्यहाँ हामी 6-7 बजे ठिक हुन्न अलिकति इभिनिङ टाइममा सो एट द इभिनिङ टाइम इट्स गुड टाइम Yeah, 6 to 9 p.m. Rizma. Huh? Till no. Oh, 9 p.m. 9 p.m. Okay. So we can come at 7. 7, yeah, something like that. Maybe when the sun is setting. Yeah, sun is setting. Yeah. After that, we can come over there. Yeah. Tatapani Bazaar. Oh, now it's good, I think. Yeah, why not? Haha. He's also feeling hungry. Yeah. Not Not enough dal back this morning? No. You need a double dal back. Yeah, no dal bhat. Double dal back. He just said that roti and tarkari. One chapati.
तर आजको रोटी चाहिँ त्यहाँको मिठो थियो, दामी थियो त्यो तरकारी तर माथिको दामी थियो यार मामा यार, घोडे पानीको के माथिको उस तरकारी के दिदीले बनाएको टिमुर हालेको उस हालेको दामी थियो। तर आजको त्यो चाहिँ रोटी चाहिँ बबाल थियो। सियोस तातो पानी माथिको बजार चाहिँ यस्तो टाइपको रहेछ, मजाको रहेछ त्यहाँ मामा है बजारहरू, मलाई त थाहा नै थिएन। पुरानो पुरानो घरहरू, मजाको बस्ती, ढुङ्गाले छाएको घरहरू दामी छ। त्यो फाइनली हामी चाहिँ तातो पानी आएर होटेलमा आएर चाहिँ बसेका छौँ। दामी छ होटल, तल पनि रहेछ बस्ने ठाउँ, विथ लट्स अफ गार्डन्स। अहिले चाहिँ गर्मी भयो, मुनि बसेका छौँ, रुख मुनि बसिरहेका छौँ। I think you get over here. Yeah, okay, yeah, no, that one's fine. पानी आएर एकछिन चेक इन गर्छौँ अनि बस्छौँ। नाइस होटेल, माथि पहाडहरू पनि मजाको रहेछ। लास्ट गर्मी आएर चाहिँ तर राम्रो हो, घाम लागेको थियो, घाम लगाएर सक्छ हिँड्नु पायो। त्यस्तै उकालो बाटो चाहिँ हिँड्नु ओह्रालो हल्का झऱ्यो, जिपले नै आधी बाटो झार्थ्यो। सो नेपालको झन्डा हो त्यो। सो यसको पछाडि चाहिँ कुण्ड छ, तातो पानी कुण्ड, दामी छ गार्डन भएको ठाउँ, विच इज नाइस। सो अब एकछिनमा हामी लन्च गर्छौँ। सो आल सो इन अ बिट। सो अहिले चाहिँ हामी धौलागिरी लज एन्ड रेस्टुरेन्ट तातो पानीमा बसेका छौँ। गेस्टलाई चाहिँ हामीले चाहिँ यता पारी राखिदिएका छौँ, पारी बसेछ। सो हाम्रो चाहिँ रुम चाहिँ यता छ, स्टाफ रुम अब यहाँ मजाको छ, यताभित्र पनि सर र सुत्नको लागि हो ठिक्कको। तर राम्रो लाग्यो मलाई होटल चाहिँ, मजाको सानो चिटिक्कको होइन। सो हाम्रो रुम चाहिँ यता छ, ट्याक्क मामा भन्छको रुम यता छ, यताबाट झ्याल छ, मजाको भ्यू देख्छ, उता सर र डाँडा छ, उता हिमाल देख्छ। वाह, यता चाहिँ कुकुरलाई चाहिँ हाम्रो शेफदाले नुहाइदिइराख्नु भएको छ। सो यो रुखको उता चाहिँ तातो पानी ठ्याक्क कुण्ड छ। सो हामी चाहिँ अघि उता माथि यो पाइप लाइन देख्नुभएको छ, यसको साइडबाट आएको हिँड्दै बाटै माथि डाँडाबाट झरेर। अब एकछिनमा चाहिँ खाना रेडी हुँदैछ, खाना रेडी भइसकेपछि चाहिँ टक्क खाने, एकछिन रेस्ट गर्ने इभिनिङ टाइममा, अनि टक्क लगाएर तातो पानी कुण्डमा चाहिँ डुब्न जाने। सो दिस तातो पानी बजार। भर्खर चाहिँ लन्च खायो, टनाटन लन्च खायो मामा मैले। अब एकछिन चाहिँ रेस्ट गर्ने भनेको। सो यता हात धुन आउँदा बिहानी चाहिँ लाइक कुकुरलाई चाहिँ मजाले चाहिँ नुहाएर चाहिँ कोर्दै रहेछ। सो आल सो यो अप मजाले कोर्दै थियो, कुकुरलाई नुहाइदिएर ठ्याक्क कपाल। सो यु लभिङ इट राइट? I think he is sometimes. Yeah. But then sometimes he has a little, birds that's uncomfortable. I'm trying to hold the hair, but, you got a bird? नेपालमा आएर चिल हुँदैछ। आइजा आइजा यो त पोखरामा त हुर्किनु होला र त मर्छ है, सब कुरो लाग्छ यसको। एक दुई दिन हो, न त धेरै दिन राख्यो भने धेरै दिन राखेन मर्छ। ओए तँ कहाँ दिन्छौ यता ल जा, त्यो नाति कि नातिनी रे कुरो भन्छ यो। जङ्गलमा गएर कहाँबाट आयो यस्तो कुरो लाएर यो यहीँ बारीतिर? हजुर त्यो त कुरो लाग्छ काली प्या गर्दै त्यो घन्टी टुङ 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 मजाको छ। अब भात खायो माउ, अब गाडी गरौँ अनि भित्रमै आइपुग्छ। बस होइन, अनि बेलुका उता एकछिन डुब्न जाऊँ, अनि भात अनि सुतौँ। सो आफ्टर द लन्च एकछिन चाहिँ मामा चाहिँ सर र एकछिन हिँड्दैछौँ। अब त्यहाँ भोलिको लागि मिलाउनु पर्ने छ गाडीको टिकट होइन म सोधौँ त्यहाँ, चाहिँ पायो भने पायो, पाएन भने अब होइन जसले पनि जानु त पऱ्यो, उठेर भयो नि होइन र, त्यसलाई उसमा राखेर भयो नि होइन। सो दिस तातो पानी बजार यस्तो मजा आएको छ।
बेनीबाट खालि तर हुन नि यो माथिबाट आउँदा सबै प्याक हुन्छ हामी चाहिँ एकछिन तल जान्छौँ चाहिँ गाडी बस्छ अस्तिको पालि यहाँ आएर बस्नु जस्तो हो कि म मामाहरूसँग आउँदा आएर के तर त्यतिखेर कस्तो भन्दा र तात पनि हामी ठ्याक्क लेतेमा थियो कि लेतेबाट यहाँ आउन चाहिँ भाइलाई अलिकति बिरामी भयो नि त भाइ लाग्यो त्यसले गर्दा नत्र भए यहाँ आइपुगिन्थ्यो कि हामी अलिकति गाह्रो भयो तर ठिक छ होटेलहरू राम्रो छ यता सर यहाँ चेक पोइन्ट छ होइन उहाँ सो दिस इज तातोपानी बजार चेक पोइन्ट छ एउटा चाहिँ नेचुरल स्प्रिङ चाहिँ उता त्यो पुल तर उता पनि छ मजाको छ यहाँ बजार टन्नर रेस्टुरेन्ट्सहरू छ होटेल्सहरू छ गुरुङ भान्साघर छिटो मिठो रेस्टुरेन्ट यो नेचुरल स्प्रिङ यो चाहिँ राम्रो होटल छ यहाँ एउटा र त्यसको पछाडि छ कुन्ड चाहिँ यो भिक्काको पछाडि सो म चाहिँ सर एकछिन घुम्न आएको भनौँ बजार माथिबाट टन्न स्कोर्पियो गाडीहरू आउँदो रहेछ गाडीहरू पनि छ यहाँबाट चाहिँ अब हामी एकछिन खास चाहिँ भोलिको लागि टिकट मिलाउन आएको हौँ जति कतिखेर आउँछ त्यहाँ धौलागिरीको होटलको अब त्यो सेफ्ताईको बुढी साउनी चाहिँ आउँदैछ अरे अनि त्यहाँ होटलमा सामान झार्ने त्यो बेलामा चाहिँ जति गाडीको मान्छेलाई चाहिँ 3टा सिट राख्थ्यो भन्नलाई आएको पाएँ ठिकै हो नपाए पनि अब एउटा भन्ने राखेर चाहिँ उभिएर भन्ने भोलि चाहिँ जानुपर्ने हुन्छ सो कालीगञ्ज रिभरतिर सो तातोपानी बजार पनि घुम्यो भोलिको लागि टिकट पनि काट्यो 8 बजे अनि यहाँबाट अब डे टाइम होइन लन्च पनि खायो एकछिन घुम्यो सो एकछिन रेस्ट गर्दैछु तातोपानी गएको चाहिँ अल्सो नेक्स्ट भ्लग अब सकेसम्म म क्याप्चर गर्न खोज्छु सो टिल देन सबैजनालाई बाइ बाइ सी यु नेक्स्ट भ्लग